भिखारी अलि पर पुगेपछि एउटा सानो बालकले डालीमा हालेर माछा बेच्न ल्याइरहेको देख्यो। सबै माछाहरू जीवित थिएनन्, तर एउटा माछा भने छटपटाइरहेको देखियो। भिखारीले तुरुन्तै सोचे, म यो 2टा सिक्काले आखिर के नै किन्न सक्छु र? बरु यो बालकसँग मैले माछा किनेर नदीमा लगेर फाल्दिए भने कम्तीमा कसै न कसैको त भलो हुन्छ। यति सोचेर उसले सिक्काले बालकको माछा किन्यो अनि त्यो माछालाई नदीमा लगेर छोड्नको लागि नदीतर्फ गयो। जब उसले त्यो छटपटाइरहेको माछालाई नदीमा छोड्नै आँटेको थियो, त्यो माछाको मुखबाट अचानक हिराको डल्लो खस्यो। भिखारी दङ्ग पर्यो। उसले त्यो हिराको डल्लालाई आफ्नो हातमा लियो, माछालाई पानीमा छोडिदियो। ऊ एकदमै खुसी भयो। यति खुसी भयो कि ऊ भेटियो भनेर एकदमै चिच्याउन थाल्यो। त्यही बेला अघि उसको सुनको सिक्काहरू चोरेको चोर त्यही बाटो भएर भाग्दै थियो। चोरले भिखारीलाई देख्यो। चोरलाई लाग्यो भेटियो भनेर यसले मलाई नै भनेको हुन सक्छ। त्यसपछि ऊ एकदमै डरायो अनि भन्यो, ए भिखारी दाइ, तिमी यसरी भेटियो भनेर नचिच्याउ न। सबै गाउँलेहरू आएर फेरि मलाई चोर भनेर मरुन्जेल पिट्छन्। बरु यो सुनको सिक्का सबै तिमी नै लैजाऊ, म तिमीलाई नै फिर्ता दिन्छु, तर कसैलाई पनि नबोलाऊ है। यति भनेर चोर भाग्यो। सिकारी झन दङ्ग पर्यो। एकातिर लुटिएको सुनको सिक्का पनि आयो, अर्कोतिर हिरा पनि उसको हातमा आयो। ऊ एकदमै खुसी थियो। यतिकैमा परबाट यो सबै कुराहरू अर्जुनले देखिराख्नु भएको थियो अनि अर्जुन छक्क पर्नुभयो अनि भगवान श्रीकृष्ण भएको ठाउँमा जानुभयो र भन्नुभयो, हे प्रभु, मैले त सुनको सिक्का पनि दिए, हिराको हार पनि दिए, तर उसले त्यो सम्पत्ति बचाउन सकेन। तर हजुरले त केवल 2वटा सिक्का दिनु भएको थियो। यस्तो अचम्मको कुरा भयो, यो कसरी सम्भव भयो प्रभु? अनि भगवान श्रीकृष्णले मुस्कुराउँदै भन्नुभयो, हे अर्जुन, तिमीले उसलाई सुनको सिक्का दियौ। उसले त्यो बेलामा आफ्नो बारेमा मात्रै सोच्यो। ठुलो घर बनाउने, धेरै जग्गा जमिन किन्ने, यस्तै कुराहरूको सोचले गर्दा उसले त्यो सम्पत्ति बचाउन सकेन। तिमीले फेरि उसलाई हिराको डल्ला दियौ। फेरि उसले आफ्नै बारेमा मात्रै सोच्यो, घर बनाउने, जग्गा जमिन किन्ने। तर तेस्रो पटक मैले उसलाई केवल 2वटा मात्रै सिक्का दिए। तब भिखारीले अरूको बारेमा सोच्यो अनि उसको बारेमा मैले सोचे। बस भएको यति नै हो। अर्जुन छक्क पर्नुभयो। श्रीकृष्ण मुस्कुराउँदै अगाडि बढ्नु भयो।